म यहाँ फेरि एक्सिडेन्ट भएको छ यहाँ कहाँ कहाँ चोट लाग्यो जोस् मेरो क्यापहरू त कहाँ छ यहाँ छ क्यापसँग त ह्यान्डल लुज भयो चाबी त्यही छ चलाउ क्या मलाई त्यसो आफैले अब मलाई आज चाहिँ एक्सिडेन्ट भएको भाइ छ मलाई भिडियो चाहिँ एक्सिडेन्ट भइसकेको पछि बन्ने रहेछ फेरि मेरो अच्छा बेसरी ला दुकान पुरै ध्वस्तै भइसकेको छ कहाँ कहाँ फुटेछ स्कुटर कहाँ फुटिछ के अरे तिम्रो के भएको छ मलाई रेन्च निकाल्नु नि चाबी यहीँ छ निकाल त अनुसारी टुल बक्सबाट सिट निक्ल्यो बिस्तारै बिस्तारै चलाउ न केटा हो अनि बिस्तारै थियो त अनि बिस्तारै थियो त स्पिड खाके साथी यस्तो भयो खासै त अफरोडिङ छैन यतिले गर्दा है हुन्छ कहिले काहीँ चाहिँ अब राकेश ल है गाइस अब हिँडौँ जाउँ मेरो चाहिँ काम भइसकेपछि भिडियो बनाउँछौँ